भोजराज अहिले हामी कहाँ छौँ र हामी अहिले कहाँ जाँदैछौँ कहाँ हाम्रो गन्तव्य कहाँ छौँ होला दाइ देख्नु भएको छ डाँडीको पुल त्यहाँ पछाडि हेर्नु त यो हामी पुलचोक नजिकै छौँ पुलचोक नजिक भनेको वडा नम्बर 3 को वडा अफिस छ त्यसको पछाडि छौँ यो नाडी नदीको किनारमा जुन तटबन्धन बनेको थियो हामी तटबन्धन माथि छौँ अब हामी यो बाटो तटबन्धनको बाटो हामी कहाँ जान्छौँ कुच काभ्रेघाट त्यो अनि यो छेउछेउ छ त बाटो काभ्रेघाटसम्म अब जाउँ बनिसकेका छ हामी यही बाटो भएर जाँदैछौँ तपाईँहरू पनि आउनुहोस् है पछि आउँदै गर्नु होला हामी अब हिँड्यौँ ल है त ल ओके ल हामी कहाँ अरे रामघाट आउनु लाग्यो है दाइ हामी रामघाट आउनु लागिसक्यो हेरौँ न यो तटबन्धनको छेउमा यो सिमेन्टेड ब्रिक पनि राखेको छ माथि तारजाली लगाएको छ बाँकी थोरै भाग छ नि माटो भएको त्यसमा चाहिँ के लाग्छ अरे काँस लगाएर लगाइसकेको छ यहाँ कुराहरू माटोलाई चाहिँ बलियो गर्छ अनि पछि पहिरो जाने पानी बढ्यो भने पनि यसले चाहिँ पहिरो जान दिँदैन माटो बगाउँदैन भनेर गरेको छ हामी दाइ अब अगाडि बढौँ है त अब रामघाट पुलमा है त हामी चाहिँ यो कोरिडोरको बाटो हुँदै अगाडि बढ्दैछौँ रामघाट आइपुग्यो है दाइ रामघाट लगभग आउनुमा थालिसक्यो ल हामी पुङ्गी खोलाको चाहिँ दोभानमा आइपुग्यो पुङ्गी खोला र नाडी नदीको दोभान है पुल यता यसो कति राम्रो छ है हामी अहिले पुङ्गी खोला र नाडी नदीको दोभानमा छौँ दोभान अब पुङ्गी खोला आएर नाडी नदीमा मिसिन्छ यो 3 नम्बर र 4 नम्बरको सीमा पनि हो होइन दाइ अब हामी 4 नम्बर वडातिर लाग्छौँ हामी 3 नम्बरको साइडमा थियौँ अब 4 नम्बरतिर लाग्छौँ अब हामी यहाँबाट काभ्रेघाटको यात्रामा छौँ है शिवघाट हुँदै काभ्रेघाट तपाईँहरू पनि आउँदै गर्नु होला हामी अगाडि बढौँ कोरिडोरको छेउमा होटल हुँदा अझ राम्रो सुन्दर देखिएको छ तिनीहरूले त्यो होटलवालाले फोर्दै फाल्नु भएन है ल्याएर खोला हामीले पनि अलिकति जनचेतना फैलाउनु पऱ्यो ल हेर्नुहोस् होटल झन्डाउनु न अब हामी यहाँबाट हामी काभ्रेघाट सबैजना आउँदै गर्नु है पछि होटलहरू यहाँ कति रमाइलो ल हेर्नु त यसो यहाँ चाहिँ यहाँबाट यो गर्ने पल्सी खेल्ने शिवघाट आउनु जामा अगाडि बढाउँ है हामी कहाँ आयो अहिले हामी अहिले भैँरी थाना आइपुग्यो हेर्दा कति राम्रो नदी बगिरहेको छ तर अलि हिलो भइरहेको छ है अहिले पानी परेको छ पानी पऱ्यो बगाएर ल्यायो होला हामी आज भगेरी थानसम्म मात्रै अब बाँकी फेरि अर्को है तपाईँहरू पनि आउँदै गर्नु है हामी यता देखिन्छौँ अब ल पछाडि तपाईँहरू पनि आउनु होला यो कोरिडोर हेर्नलाई तपाईँहरू पनि आउनु है ल नाडी नदीको तटबन्धन दामी पर्छ हस् हामी फेरि भेटौँ ओके